नमस्ते सबैजनाले कुन ठाउँ हो कहाँबाट हो खास कुरो के हो भन्नुभएको छ होइन। मेरो भाइ चाहिँ बालकृष्ण मैनाली हो। हाम्रो घर सिन्धुली मरिन हो। अनि अहिले मैले आमा बिरामी भएर काठमाडौँ ल्याएर राखेको थिएँ 6 महिना समथिङ 6 महिना 7 महिना भएको थियो होइन। अनि भाइको एउटा केटीसँग लभ परेको अनि भाइले लिएर गयो। अनि केटीको आमाले चाहिँ यहाँ आएर अब हामी केस केही नगरौँ मिलौँ, अब छोरीलाई पढाउनुपर्छ, तपाईँहरूले राम्रोसँग गर्नु, सानै छ भनेको थिएँ होइन। अनि मिलिराखेको थिएँ, उनीहरू आउने जाने भइरहन्थ्यो होइन। म पनि फोन गरिरहन्थेँ, आमालाई बिरामी हुनुहुन्छ, अनि त्यही भएर फोन गर्दाखेरि चाहिँ म प्रायः जस्तो उनीहरूलाई देखिरहन्थेँ होइन। अनि बोलाएँ अब केस गर्ने होइन के होइन आउनु भनेर, उनीहरू दुईजना आए होइन। अनि अब अहिले आएर चाहिँ के भन्छन् भने होइन, उनीहरू पनि अब त्यस्तै हामी जस्तै हो, हामी पनि गरिबी हो, उनीहरू पनि गरिबी हो होइन। अब पहिलेदेखि नै हाम्रो त्यहाँ माइती घर भक्तपुरमा छ, चिनजान भएकै मान्छे हो तिनीहरू होइन। दिदी कहाँ आउने जाने गर्थ्यो। अनि अहिले चाहिँ भनेर छन् मेरो 4 तोला सुन चोरे यसले भनेर हिजो भनेछन् होइन। अनि आज फेरि मेरो 5 तोला सुन र मोबाइल चोर्यो होइन। अनि पुलिसले चाहिँ केटीको आमाले जे बोल्यो त्यही मात्र होइन, न मेरो बोल्ने मान्छे नभएर त्यस्तो भनेको कि होइन। खासमा मेरो जान चाहिँ आमा, 2टा दिदीहरू अनि भिनाज जानुभएको थिएँ। अनि म त्यहाँ हाम्रो आफ्नो आफ्नो दाईहरूलाई पनि जानु न भनिदिएको थिएँ, उहाँहरू पनि जानुभएको थियो। अनि होइन अब अनि उहाँहरूले चाहिँ भन्नुभएको छ केटीको आमासँग मिलेर आउनु भन्नुभएको छन्। अनि मेरो बधाई आएर हिजो भने चाहिँ हुन्छ जस्तो कुरा गरेछन् होइन। अनि आज आएर त अब म त केस चलाएँ भन्छन् होइन। अनि अहिले हातकडी लाएर बिहान त्यो भाखा भन्ने ठाउँबाट निकालेर गाडीमा हालेर होइन अर्कै ठाउँमा लगेछन्। 3-4 दिन भएको थियो होइन। आमाहरूलाई भेट्नु नदिएको चाहिँ आमाहरू मुख हेर्छु बोल्छु भनेर जाँदा नि बोल्न भेट्न दिएनन् होइन। अनि त्यस कारणले म भन्छु केस हो होइन, कानुनी अनुसार चल्नुपर्छ। मैले नगर्नु एकतर्फ मात्र भनेको होइन, दुईतर्फी कुरा सुन्नु पर्थ्यो पुलिसले पनि, प्रशासनले होइन। गल्ती कसको के छ त्यसपछि मेरो भाइले गल्ती नै गरेको रहेछ भए होइन। अब 2टै नाबालकै हुन्, 2टालाई जेल सजाय गरेको भए नि हुन्थ्यो। अब केटीलाई चाहिँ निकालेर केटालाई चाहिँ राखेको रहेछन् होइन। अनि अब मान्छेले मारेको त होइन होइन, त्यो झुटो आरोप लागेको छ हेर्नु न। अब कहिले 4 तोला सुन, कहिले 5 तोला सुन। म यहाँ अर्काको ठाउँमा दुःख गरेको छु, मैले त 1 तोला त लाउनु सकेन, 4-5 तोला त्यो झुटो आरोप किन होइन। यति ठिक छ मेरो भाइले लगेको रहेछ होइन, पुलिसले अब त्यो उताको कुरा ठहराए ठिक छ त, यो पैसा तिर्न सक्छस् भने तेरो छोरा त्यति भने हुन्थ्यो नि त। पहिला चाहिँ कुरो गरेको रहेछन् होइन, 4 लाख पैसा दे तेरो छोरा लैजा भनेर सुरु दिनमा चाहिँ आमालाई आमा भन्दै थियो। अब भाइलाई बिहान हातकडी लाएर लिएर गएँ गाडीमा हालेर, आमा बिहोस भएर त्यहीँ ढल्यो। पुलिस भन्छ यो बुढीलाई नि भित्र लगेर थुन्थे। नेपालमा नियम कानुन के भन्दैछ, विदेशको ठाउँमा कसैको ज्यान मारे ज्यानै मार्छ, फाँसी दिन्छ, जस्तो भने त्यस्तै सजाय छ। हामी घरका काममा आछौँ, कति दुःख कति पीडा हुन्छ। हाम्रो नेपालमा कानुन किन यस्तो गराइन्छ, बिना गल्तीको जेल। गल्ती नगरेको भने होइन, मेरो भाइले केटी लगेको गल्ती गरेको हो, तर सुन पनि चोरेको छैन, मोबाइल पनि चोरेको छैन। केटी लगेको मेरै घरबाट हो होइन, मैले कोठाले ठाउँबाट केटी आएर त्यहीँ बसेर त्यहीँबाट गएको। मेरो भाइले केटीको घरमा गएर लगेको पनि होइन, केटी नै हाम्रो घरमा आइरहन्थ्यो, केटीको आमा पनि आइरहन्थ्यो होइन, उसको मामा माइती पनि सबैजना आइरहन्थे। यिनीहरू सबै घुलमिल एकै ठाउँमा खाने बस्ने कुराकानी भइरहन्थ्यो। आज आएर झुटो केस लाएर यसले मेरो सुन चोर्यो होइन। अब सबै प्रमाण खोज्ने प्रशासनले पनि त बिल माग्यो होला होइन, कति चोरेको भनेर त भन्यो होला नि। त्यसै मैले मेरो सुन चोर्यो मेरो छोरी चोर्यो भनेर त त्यसै त गरेको होइन होला नि, त्यति चाहिँ गर्न सक्नु पर्थ्यो कि।
एकदम मात्रै कुरो बोलेर केस हालेर होइन जेल हालेर यो त अन्याय नै भयो मलाई। मैले देख्दा चाहिँ मलाई अन्याय नै भयो। मेरो भाइ एउटै हो, मेरो दाइ बुवा पहिल्यै बित्नु भएको। मेरो माइती भने जे भने नि अब भाइ र आमा हुनुहुन्थ्यो। भदा छ गाउँमा, आएको छैन, भदै नै आछ। हो मैले के गर्दा मिल्छ ल? मैले भनेको सबै साथीभाइले सेयर गरिदिनु, मिडियासम्म पुर्याइदिनु भनेको। म त्यति खासै टिकटक चलाउन पाउँदिनँ, म घरको काममा हो, मलाई फोन चलाउने लड छैन। त्यस कारणले मलाई केही आउँदैन। लाइभ बस्दै जति त्यही पनि आदि बच्चाले मोबाइल चलाएर बिगारिदियो, लाइभ बस्नु पनि आएन। त्यही भएर सबैले सेयर गरिदिनु होला। कुरा यो सबैजनाले प्रष्ट भन्नु भन्नुभएको छन्। मलाई इन्डियाभन्दा धेरै बोल्न पनि आएको छैन। त्यही भएर सबैको कुराको लागि मैले यो भिडियो बनाइदिएको छु। यही हेर्नु होला, बुझ्नु होला मेरो भाइको गल्ती छ कि छैन, कि मैले केही गरी भाइ निकाल्न सक्छु कि सक्दिनँ कि। मलाई सबैले कमेन्ट गरिदिनु है। दाजुभाइ दिदीबहिनी आमा बुवा सबैले मलाई भनिदिनु होला।